उसले गर्दा मर्न बाध्य नै भएको छ, मर्नै बाध्य भएको छ यिनीहरू। हाम्रो देश नेपालमा नि एउटा कुरा याद गर्नुहोस् है सबैजनाले, हाम्रो देश नेपालमा जसले राम्रो गरिरहेछ नि ती व्यक्तिहरूको खुट्टा तान्ने केही व्यक्तिहरूको नाम तपाईँहरू भन्छु ल। एलपी ढकाल, तपाईँहरूले यति चरित्रमाथि औँला उठाउनु भएको छ नि, अब केही गर्न नसकेपछि चरित्रमाथि औँला उठाएर पुग्छ भन्ने तपाईँलाई लाग्छ होइन? तपाईँले मेरो चरित्रमाथि होइन बहिनीको चरित्रमाथि मलाई फेरि नचेत्ति कुरा भन्नु। नमस्कार साथीहरू, आउनुहोस् कुरा गरौँ भोजराज थापाको बारेमा। केही दिनदेखि नेपाली सोसियल मिडियाहरूमा भोजराज थापाले गरेका काम र को हुन् त भोजराज थापा, के उनी एउटा ठग हुन्, के उनले सोझा साझा मान्छेहरूको युज गर्छन् भ्युज र पैसा कमाउन, उनलाई हिरो भन्ने कि भिलेन, यही सब कुराहरूको मात्र चर्चा चलिरहेको छ। आखिर के हो त सत्य? भोजराज थापा एउटा अनेस्ट र सहयोगी मिडिया कर्मी हुन् कि एउटा ठग? सबै कुरा जानौँ यो भिडियोमा। साथीहरू, भोजराज थापाको जन्म दाङ जिल्लामा भएको थियो र उनले आफ्नो स्कुलिङ भानु इङ्ग्लिस सेकेन्डरी स्कुलबाट गरेका थिए। आफ्नो परिवारको त्यति धेरै इन्फर्मेसन सोसियल मिडियामा नखुलाएका भोजराज थापाको एउटा छोरा र आफ्नो पत्नी छन्। सन् 2012मा माइक्रोलिक मुभी मिडियाबाट आफ्नो मिडिया कर्मीको जर्नी सुरु गरेका भोजराज थापाले सोही च्यानलको नामलाई परिवर्तन गरी मेचिकाली खबरबाट आफ्नो मिडिया कर्मीको कामलाई निरन्तरता दिइरहेका छन्। 2012 देखि 2024 सम्म आइपुग्दा भोजराज थापाले धेरै अनकभर्ड न्युजहरूलाई कभर गरेर नेपालीहरूसम्म ल्याएका छन् र धेरै मानिसहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हेल्प पनि गरेका छन्। मुन्ना बचत खाता पनि भनिन्छ, बालबालिकाहरूका लागि खोलिने खाता हो। यो पैसा भाइ बहिनीहरूकै नाममा हुन्छ। निश्चित समय अवधि पुरा भइसकेपछि ब्याज सहित भाइ बहिनीहरूले निकाल्न पाउनुहुनेछ। रिसेन्टली हेर्ने हो भने भोजराज थापाले अर्की श्रीमती लिएर श्रीमान भागेका र 4 जना छोराछोरी खाना लाउन नपाएको अवस्थामा रहेकी सरस्वती पिकको घरमा गएर भोजराज थापाले भिडियो खिचेका थिए र त्यसपछि सहयोगी दाताहरूले गरेको सहयोगको रकमहरू सबै जुटाएर सरस्वती पिकलाई घर बनाइदिएर उनको नाममा 10 लाख रुपियाँसम्म राखिदिएका थिए र यो सबै गरेर फर्कने क्रममा सिङ्गो गाउने इमोसनल बनेको थियो। आहा, घर त चिटिक्क बन्यो। हेर्नुहोस् त, घरमा आज पेन्ट लगाउने कार्यक्रम लगभग अन्तिम चरणमा पुगिसकेको छ। घरमा पेन्ट लगाइसकेपछि घर चिटिक्क देखिएको छ। 15,888 रुपियाँ जम्मा जम्मी उठेको सहयोग रकम हो, जसमध्ये 4,22,300 रुपियाँ खर्चलाई काटेर 10,78,588 रुपियाँ जम्मा बचेको रकम हो। त्यो पैसा के गर्ने, गाउँलेहरू पनि यही हुनुहुन्छ। सबैजना हामी सल्लाह गरेर के गर्ने त्यसको टुङ्गो लगाउँछौँ। अनि अब जति पैसा उठेको छ, जति जम्मा छ नि, अब 10 लाख कति छ होइन, त्यो पैसा अब हामीले के गर्ने? अब तपाईँलाई दिने कि के गर्ने? मेरो हातमा त दिनुहोस्। महिनामा मलाई चामल सामल किन्नुहोस्, नुन तेल उरिएर किन्नु ल। म दाइले भन्छु, सिधै दाइले भन्छु, त्यहाँदेखि चामल सामल नुन तेल 2-4 रुपियाँ हातमा दिन पर्यो। त्यही हो, सबै पैसा तपाईँले राखिदिनुहोस्। बाई बाई, राम्रोसँग बच्छ है। हस् नरो, हेर त म जानला छु भने रुको। भाइहरू सधैँ आइराख्नु, यस्तो खुसीहरू ठाउँमा छाइराख्नु। यस्तो खुसीहरू कोही तपाईँहरू जानुभयो भने हामीले देख्न पनि पाउँला, मिडियामा हेरौँला होइन, खुसी होम्ला। रहेछ एकदमसित राम्रो गर्नुभएको छ भन्ने हामीले देख्न पाइरहेछ होइन। त्यसपछि साथीको छोराको न्वारानमा जाने क्रममा भोजराज थापाले एउटा सुमधुर स्वर भएकी रेखा पोखरेललाई भेट्छन् र उनले भोजराज थापालाई आफ्नो इन्टरभ्यू लिन आफ्नो गाउँ जान भनी इन्सिस्ट गर्छन्। त्यसपछि भोजराज रेखा पोखरेलको गाउँ जान्छन् र रेखाको घरको सिचुएसन अनि रेखाको भोइसलाई पनि मौका दिउँ भनेर रेखालाई काठमाडौँ ल्याई गीत रेकर्ड गराउँछन्। यति बेला म साथीको छोराको न्वारन पूजामा छु र यता मैले आलु काट्दै गर्दा बहिनीले उता आलु छिलिरहनु भएको छ। अनि कहिले मेरो घरमा आएर इन्टरभ्यू ल्याइदिनुहुन्छ भन्ने मलाई लागिरहेर पनि होला। मेरो पाउमा आज कोही पाउजु बाँध, मेरो मायाले मलाई बोलायो। मेरो पाउमा आज कोही पाउजु बाँध, मेरो मायाले मलाई बोलायो। रोको त नि, आफ्नो गाडी भन्नु नि, सबैको मात्रै जानु, मेरो त्यसैको लागि बताउनु प्लिज।
मैले त्यस्तो चाहिँ लाग्यो मैले तिमीसँग नाक मार्नको लागि हो मैले यो भिडियो गरेको नत्र हामी बिहानै तिम्रो गायक बन्ने गायिका बन्ने रहर छ होइन छ ठुलो गायिका बन्ने रहर छ नि रोएर आउँदैन है आशा त्यो चाहिँ आशा हामीसँगै काठमाडौँ जानु हुन्छ है म 2-3वटा मैले चिनेको गायकहरू हुनुहुन्छ सङ्गीतकारहरू हुनुहुन्छ उहाँहरूलाई भन्छु है गीत तिम्रो लागि एउटा गीत बनाइदिनु भन्छु हामी एउटा काठमाडौँ 2-वटा गीत पनि गाउँछौँ है त्यसपछि सोसियल मिडियामा भोजराज थापा र रेखा पोखरेललाई विभिन्न व्यक्तिहरूद्वारा गाली गलौज र भोजराजलाई रेखाको फाइदा उठाइरहेको भनेर चौतर्फी विरोध गरिन्छ र त्यो सुरु गर्ने सबै मानिसहरूको नेम लिएर भोजराज र रेखा पोखरेल मिडियामा आउँछन्। यस्तो गर्दा मर्न बाध्य नै पार्छ मर्नै बाध्य पार्छ नि हाम्रो देश नेपालमा नि एउटा कुरा याद गर्नुहोस् सबैजनाले हाम्रो देश नेपालमा जसले राम्रो गरिरहेछ नि ती व्यक्तिहरूको खुट्टा तान्ने केही व्यक्तिहरूको नाम तपाईँहरूमा भन्छु ल एलपी ढकाल मुख्य नायिका तिलु शर्मा याद गर्नुहोस् है तिलु शर्मा अर्को दुर्गा पङ्गेनी अनि अर्को अहिले यो हुसेन मिया यी व्यक्तिहरू छ नि यी व्यक्तिहरू यस्तरी सलह जस्तरी यिनीहरूको यस्तरी सल्लाह हुन्छ क्या यस्तो सल्लाह हुन्छ नि ठोक्दिउँ आज यसलाई ठोक्दिउँ अनि तिलुले लेख्छ दुर्गाले लेख्छ अनि दुर्गा पङ्गेनीले लेख्छ अनि एलपी ढकालले लेख्छ तपाईँहरूले यति चरित्रमाथि औँला उठाउनु भएको छ नि अब केही गर्न नसकेपछि चरित्रमाथि औँला उठाएर पुग्छ भन्ने तपाईँलाई लाग्छ होइन तपाईँले मेरो चरित्रमाथि होइन बहिनीको चरित्रमाथि औँला उठाइदिनु भएको छ यति कुरा दर्शकबिन हामी एउटा यस्तो देशमा बस्छौँ जहाँ एउटाले केही प्रगति गर्दैछ भने त्यसको खुट्टा तान्न 10 जना निस्किन्छन्। बालिन्सालाई नै हेरौँ यति टाढा पनि पुग्नु पर्दैन। तपाईँहरूले आफ्नै टोल छरछिमेकमा नै यस्तो मान्छेहरू भेटाइसक्नु भएको छ होला। हाम्रो नजरमा भोजराज थापा यस्ता मान्छे हुन् जसले गरिब र अपर्च्युनिटी नपाएका सबै मानिसहरूलाई उनले थाहा पाएसम्म र आफूले सकेसम्म निष्पक्ष भएर सहयोग गर्ने र आफू एउटा मिडियम बनेर भए नि सहयोगीदाताहरूको सहयोगलाई ठाउँमा पुर्याउने काम गरेका र यतिका वर्षसम्म मिडियाकर्मी भई धेरै सहयोग तथा धेरै मानिसहरूलाई अपर्च्युनिटी दिइसकेका भोजराज थापाले ठगे र झुट बोले भनेर केही प्रुफ नभएकोले इज राइट। बाँकी खुट्टा तान्ने मान्छेलाई त कसले रोक्न सक्छ र यो त थियो हाम्रो पोइन्ट अफ भ्यू। अब तपाईँ के भन्नुहुन्छ कमेन्ट गर्नुहोला र यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला सो द्याट धेरै मानिसहरूलाई भोजराज थापाको बारेमा थाहा होस्। हस् त भिडियो हेर्नु भएकोमा धन्यवाद। यस्तै भिडियो हेर्नको लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नु होला। अब भेट्नेछु म हजुरहरूलाई अर्को भिडियोमा।